नेपाल होइन आजभोलि मेरो छोरालाई के भएछ निकै डोलाएर बस्छ मेरो देश सुन्दर देश भनेर बस्छ होइन यो छोरालाई के भएछ छोरा यही छोरा यही छ त हजुर बाबा तँलाई के भयो आजभोलि भाइ त निकै डोलाएर बस्छस् त तेरो उमेर सँगसँगै तेरो बुद्धि पनि भ्रष्ट भयो क्या हो निकै मेरो देश आशाको देश भनेर बस्छ त्यसले केही पनि गर्न सकेको छैन भनेर भन्छ आखिरमा भन्छ तैँले चाहिँ देशको लागि के गरेको छस् भन्छ यदि देशको लागि केही गर्नु छ भने खाडी जानुपर्छ खाडी बुझिस् देशको भविष्य भनेको खाडी मात्र खाडीमा छोरा तेरो बाउले चाहिँ आफ्नो देशलाई परिवर्तन गर्नु छ भने खाडीमा भए पनि जानै पर्छ आखिर यो देशमा बसेर के नै गर्छस् र घरमा अवस्था पनि नाजुक छ हामी पनि वृद्ध भइसक्यो कमसेकम हाम्रो लागि भए पनि त खाडीमा जा किन बस्दैनस् त मम्मी बाबा तपाईँले किन बुझ्नुहुन्न कि म मेरो देशमा के गर्न चाहन्छु यदि हामीले गऱ्यौँ भने हाम्रो नेपाल देशमा हामीले के गर्न सक्छौँ तपाईँले किन बुझ्नुहुन्न कि प्लिज म बिन्ती गर्छु तपाईँहरूसँग मेरो बिन्तीलाई स्वीकार गरिदिनुहोस् म नेपालमा के गर्न चाहन्छु प्लिज मम्मी बाबा बुझिदिनुहोस् न हे प्रभु मैले कस्तो छोरा जन्माइछु यस्तो छोरा हुनुभन्दा त नभर्दै बेस बरु त आज नै यो घरबाट निस्केर गइजा बाबा त जस्तो बाबा यस्तो छोरा अर्को जन्माएर दिन्छु म तँलाई मम्मी बाबा मलाई किन निकाल्नु भयो घरदेखि म कहाँ जाऊँ म के गरौँ तपाईँले किन बुझ्दिनुहुन्न मम्मी बाबा हामीले के गर्ने भने हाम्रो नेपालमा के गर्न सक्छौँ म कहाँ जाऊँ म कहाँ जाऊँ म कहाँ जाऊँ मलाई घरदेखि निकालिदिनु भयो मेरो मम्मी बाबाले म कहाँ जाऊँ म साथीहरूकोमा जान्छु देशलाई उलट पुलट गर्न हिँड्यो क्या तिमीहरू बुझ्दैन यार हामीले के गर्ने हो भने हामी नेपालमा पनि के गर्न सक्छौँ एक त मेरो मम्मी बाबाले मलाई घरदेखि निकालिदिइसक्यो तिमीहरूले पनि बुझ्दैनौ साथीभाइहरू पनि साडीको पीडालाई तिमीहरू बुझ्दैनौ कस्तो साथी हो तिमीहरू तँलाई चाहिँ हाम्रो मेरो छोराबाट कोहीले तँलाई साथी यस्ताको कुरा के गरेको हामी त खाडी जाने हो खाडी गएर पैसा कमाउने थियो बुलेट चढेर यस्ताको साथी कुकुर मलाई कसैले बुझ्दैन महिला त धेरै पछि भएको हो छोराले अमेरिकाबाट पैसा पठाएको अरे कि यसो क्रिसमस पनि आउँदैछ सपिङ गरौँ भनेर मलाई कसैले बुझिदिरहेको छैन यो बैमान्टे दाढीको छोरो होइन त यार अनि यसलाई के गर्यो नेपालमा के गर्न चाहन्छु मलाई बुझ्दैन कसैले नेपाल उलट पुलट गर्छु भनेर बसिआएन यो त हो अस्तिदेखि मैले सुन्दै थिएँ कि यो त्यो पन्ध्रको त्यो झुस्लीको छोरा नि हो त मेरो छोराले विदेश गएर पठाइसक्यो यो भने अझै नेपाल देशमा हल्लिरहेको छ मेरो छोरा योभन्दा 4 वर्ष काम छ त 4 वर्ष अहिले अमेरिकामा छ हेर्नु न का यता पनि फोन अर्को पनि छ यार यो त दारीको छोरा कामै छैन क्या
मेरो छोरा आएपछि त्यो भट 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 हुन्छ नि त्यो बाइक किन्छु भन्दै थियो यो भने नेपालमै सडिरहेछ पुरा मेरो छोराले अस्ति कल गरिराख्यो उयो आइफोनमा फादर आई मिस यु आई एम कमिङ सुन भनेको थियो मैले सुन पढेर छोरा अलिअलि चाडी लिएर भनेको छु का ओके यसको कुरा काटेर फाइदा छैन त्यसको लागि के गर्छु भने मर्नु बराबर हो का रहेछ हामी मेरो सकिकन लेट हुन्छ बैमानहरूको कुरा काटेर पनि के फाइदा त्यहाँ ब्याङ्क बन्द भयो भने समयमा जानुपर्छ मलाई कसैले बुझ्दैन मेरो जन्मदिने बाबाले मलाई घरदेखि निकाल्दियो मेरो छिमेकीले मलाई घृणा गरिरहेको छ मेरो दाजुभाइहरूले साथीहरूले मलाई बुझेन म कहाँ जाऊ म कहाँ जाऊ म कहाँ जाऊ ईश्वर म कहाँ जाऊ म के गरौँ मलाई कसरी हेल्प गर्नुहोस् म यो देशमा के गर्न चाहन्छु प्लिज म के गर्न चाहन्छु कसैले मलाई बुझ्यो बुझ्यो ए भाइ किन रोएको म तिमीलाई के मद्दत गर्न सक्छु किन यसरी रोएको यही त बताऊ म नरोएर के गरौँ त म यो देशमा के गर्न चाहन्छु भन्छु कसैले बुझिदिरहेको छैन यस्तै हो भाइ यो म के गरौँ नरोएर के गरौँ त भाइ यो स्वार्थी संसारमा सबैजना स्वार्थी छन् कसैले कसैको मतलब गर्दैन म पनि यसमा केही गर्छु भनेर हिँडेको मान्छे एक्लै भए भाइ जस्तै रुँदै कराउँदै चिच्याउँदै हिँडे तर बाटोमा एकजना मान्छेले मलाई सुसमाचार सुनाउनु भयो अनि यो बाइबल दिनुभयो र उहाँले भन्नुभयो कि यो बाइबलले हामीलाई जीवन बचाउँछ बाटो सत्य र जीवन हुनुहुने यसुले यदि हामीले उहाँलाई विश्वास गर्छौँ भने हामी र हाम्रो परिवारले उद्धार र मुक्ति पाउँछौँ भनेर उहाँले भन्नुभयो भाइ आज उहाँलाई खोज्दै म चर्चसम्म गएँ र हेर आज म खुसी छु आनन्द छु के भाइ पनि खुसी र आनन्द हुन चाहन्छौ यसु तपाईँ को यसुको कुरा गर्नुभयो हाम्रो प्रभु येशू जो हाम्रो पापको निम्ति उहाँ यस धरतीमा आउनुभयो र हाम्रो निम्ति क्रुसमा बलिदान हुनुभयो हो र यसुलाई विश्वास गरेपछि देश परिवर्तन हुन्छ हजुर परिवार परिवर्तन हुन्छ एकदम अवश्य म पनि परिवर्तन हुन्छ अवश्य भाइ साँच्चै हो र हो नि त्यसो भए त म पनि यसुलाई विश्वास गर्न चाहन्छु के गर्ने होला यदि मेरो देश परिवर्तन हुन्छ मेरो समाज परिवर्तन हुन्छ म परिवर्तन हुन्छु भने म यसुलाई विश्वास गर्न तयार छु दाजु म के गर्नुपर्छ मलाई भनिदिनुहोस् न प्लिज मलाई भनिदिनुहोस् न हेर्नुहोस् न म यति पीडामा छु भाइ पीडामा चिन्ता नगर यसको लागि एउटा सजिलो उपाय छ केवल हाम्रो हृदयदेखि नै यसुलाई प्रभु र मुक्तिदाता भनेर हामीले स्वीकार गर्नुपर्छ र सधैँ यसको लागि हामीले नियमित चर्च जानुपर्छ प्रार्थना गर्नुपर्छ र बाइबल अध्ययन गर्नुपर्छ र म यो भाइलाई उपहार दिन चाहन्छु यो बाइबल र यो पढ्ने दिनकै पढ्ने बानी गर्नु र यदि नबुझेको खण्डमा मलाई सोध्नु है त ल म अर्को दिन आएर भाइले चाहेको खण्डमा आएर म सिकाउन र बुझाउनको लागि मद्दत गर्नेछु भाइ ए हुन्छ दाजु ल है भाइ यसरी नरुनु है ल धन्यवाद यसरी एक्लै नरुनु आनन्द हुनु खुसी हुनु ल म पछि भेटौँ ल हस् त ल हस् जय मसीह दाजुले भन्नुभएको कुरा त एकदमै सही पो रहेछ त मेरो देश परिवर्तन हुन्छ मेरो समाज परिवर्तन हुन्छ म परिवर्तन हुन्छु मेरो परिवार परिवर्तन हुन्छ भने म किन यसुलाई विश्वास नगर्ने त म उहाँलाई विश्वास गर्न तयार छु अब म उहाँलाई विश्वास गर्न तयार छु सबै कुरा अब म उहाँकै निम्ति गर्नेछु उहाँ मेरो चट्टान उहाँ मेरो ढाल उहाँ मेरो आशा उहाँ मेरो बल हुनुहुन्छ Thank you, Lord. Yes.
मनमुटु मेरो सार्दैछु माया पिरती लाउँदैछु मनमुटु मेरो सार्दैछु माया पिरती लाउँदैछु तपाईँ मेरो ढाल तपाईँ मेरो बल तपाईँ मेरो ढाल तपाईँ मेरो बल महिमाको बादल आगोको पर्खाल महिमाको बादल आगोको पर्खाल यसो पनि छँदैछ मेरो यात्रामा यसो पनि छँदैछ मेरो यात्रामा हेलो सबै नमस्ते दाजुहरू नमस्ते तपाईँहरूले यीशु ख्रीष्टको बारेमा केही सुन्नुभएको छ तपाईँहरूलाई यीशु ख्रीष्टले धेरै नै माया गर्नुहुन्छ उहाँले तपाईँलाई अनन्तको जीवन दिन चाहनुहुन्छ तपाईँहरू अझै बुझ्न चाहनुहुन्छ भने चर्चमा आउन सक्नुहुन्छ र यो बाइबललाई तपाईँहरूले पढ्न सक्नुहुन्छ है त ल लिनुहोस् दाजुहरू पढ्नु होला है त पढ्नु होला है त पढ्नु तपाईँको माया मेरो डरै तपाईँको माया मेरो हृदयलाई तपाईँको मायाले मेरो डरै भगायो तपाईँको मायाले मेरो हृदयलाई छोयो सानो मैले लागेको छु नाता गाँसेर हृदय खोली गाउँदैछु मायालाई बुनेर सानो मैले लागेको छु नाता गाँसेर हृदय खोली गाउँदैछु मायालाई बुनेर तपाईँ मेरो ढाल तपाईँ मेरो बल तपाईँ मेरो ढाल तपाईँ मेरो बल तपाईँ मेरो ढाल तपाईँ मेरो बल तपाईँ मेरो ढाल सपिङ गरेर आयो होइन त यति राम्रो मफलर किन आएको भयो का यो त त्यही बैमान होइन त्यो गाडीको भएको छ अझै प्रचार गर्दैछ त तपाईँलाई त्यो भाउले हात हानेर खेदाएको होइन बिहान धेरै नै प्रेमका मैले सुनेको अस्ति जडियाहरूले भक्कु पिट्यो छ अरे सुनाउँदै फेरि भने अनन्तको साउको फुट्ने गरी हान्यो भने त्यो अझै सुनाइरहेको छ बा बुझ्न चाहनुहुन्छ साँच्चै यस्तै विश्वास गरेको यसोमा केही छ कि के हो का यो जेठाले त्यस्तै लाग्दैछ मलाई पनि का हात पनि छ हातमा के छ हेर न ऊ भेट्नको लागि आउँछु खै दाइ चर्चमा केही कुरा त थाहा छैन छ हामी पनि यसो बुझौँ बरु राम्रो जस्तो लाग्यो यो कुरा साँच्चै बुझ्नुपर्छ है यो कुरा साँच्चै छ का छ यता माथि छ भने जस्तो लाग्यो बुझ्ने टाइम छ यता चर्चको नाम के भाइन चर्च भन्थ्यो नि का भाइ चर्च का एउटै प्रेम होस् र एउटै जोस होस् नेपाल देशलाई माया गर्ने होस् यसो ख्रिस्टको प्रेमले नेपाल देशलाई ढाकोस् आजको कथाले यही सिकाउँछ हस्त धन्यवाद थ्याङ्क यू लर्ड लेट्स सी जोरदार
ताली हामी बजाउने छौँ। म यस बेला उहाँहरूलाई जवान साथीहरू मात्र भनेर सम्बोधन